महेश संस्कृत गुरुकुलबाट विनय श्री सापकोटा। ओम नमः स्वाभ्यः स्वापतिभ्यश्च। आज यस सभ्य र भव्य सभामा वेद वेदांग विद्यार्थी परिषदद्वारा समायोजित अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा उपस्थित प्रधान संरक्षक महोदय, सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, निर्णायक मण्डल, मेरा प्रतिस्पर्धी मित्रहरू एवं सम्पूर्णमा महेश संस्कृत गुरुकुलमको छात्र विनय श्री सापकोटाको तर्फबाट स्वीकार्नुहोस् यथोचित नमन, सादर वन्दना। युगले जन्मने मान्छे युगभित्रै बिलाउँछन्, युग जन्माउने मान्छे युगौं सम्मान पाउँछन्। आज माघ 16 गते देशका निम्ति आफूलाई नै आहुति दिएर जीवन्त रहनुभएका शहीदहरूप्रति शब्द पुष्पाञ्जली। तिनै शहीदहरूले देखेको समुन्नत नेपाल आज पनि मेरो सपनामा नै सीमित छ। दुर्भाग्य भनौँ या सौभाग्य। लक्ष्मी प्रसाद देवकोटाको के नेपाल सानो छ निबन्ध पढ्दै हुर्कँदै गरेको म नेपाललाई समुन्नत नदेख्नु विरोधाभास पनि हुन सक्छ। तैपनि हामी जस्ता बाल मस्तिष्कमा नै विकसित देशप्रतिको वितृष्णा सोच्ने हो भने आनन्दले निदाउन पनि सकिँदैन। वर्तमान सन्दर्भमा देशमा भविष्य नै नदेख्नेहरू विदेशी हुन्। वीरबाट लड्नेलाई राम्रा मात्र भन्न सकिन्छ, तर म जस्ता देशमा नै भविष्य खोज्नेहरूको पनि कमी छैन, जो हरेक दिन सूर्य गुराँसे रङमा रङ्गिँदै दैलामा आइपुग्दा देख्छ एउटा सपना, समुन्नत नेपाल। मेरो सपना नेपाललाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्ने खालका नेताका चुनावी भाषण जस्ता छैन र हुँदैनन् पनि। नेपाली माटो बिनाको समृद्धि कदापि विकास हुन सक्दैन। यहीको भूगोल, प्रकृति, सभ्यता र संस्कृति अनुरूपको समृद्धि नै नेपालको वास्तविक समृद्धि हो। सृष्टिको सुरुवात भूमि हो नेपाल, देवताको क्रीडा भूमि हो नेपाल, अध्यात्मको विश्व गुरु हो नेपाल हो। त्यही सुगन्धमा फक्रिएको नेपाल युग युगसम्म त्यसरी नै मगमगाइरहनुपर्छ। यहाँको शिक्षा कुनै अमुक राष्ट्रका निम्ति श्रमिक वर्ग बनाइने खालको हुनु हुँदैन। यहाँका गर्हाहरूमा यहीका युवाहरूले फुलाउनुपर्छ, गर्नुपर्छ सिर्जना। त्यसअघि यही माटोमा बस्न सक्ने आधार निर्माण गर्नु अपरिहार्य छ। सभापति महोदय, हाम्रो मौलिकता कतातिर पुग्यो, मूलस्थली हो कता, भाषा, भूषण, भेष, संस्कृति, कला, आदर्श, शैली कता। योगी नरहरिनाथका यिनै पद्य जस्तै हामी मौलिकता हराएर आफू हुन बिर्सिएर र अर्को हुन पनि नसकेर खै कता कताका भइरहेका छौँ। मेरो सपना यिनै हामी हुन बिर्सिएका समाजमा आफ्नो स्वअस्तित्वको खोजी हो, भाइचाराको हो, विश्व बन्धुत्वको हो। मैले यस्ता सपना देखिरहँदा तपाईलाई म पुरातनवादी जस्तो लागिरहेको होला महोदय, तर म आजको विश्व परिवेशसँग पनि उत्तिकै जानकार छु। आणविक हतियारको प्रतिस्पर्धामा दुई ढुङ्गा बीचको तरुल के लिएर उभिने हो भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ। यो शान्तिको क्षेत्र गौतम बुद्धको थलो विश्व सामु गुलाबको फूल लिएर शिक्षा दिइरहनुपर्छ। त्यही हो हाम्रो गौरव, त्यही हो नेपालको समृद्धि। तराईका दाईहरू सजिलै हिमाल पुगुन्, हिमालका दाईहरू सजिलै मधेस झरुन्, पूर्वको चिया पश्चिममा चुस्किलिँदा आनन्दमा रमाउन् राउटे दाईहरू। अब फेरि कोही निर्मला नहुन् र नझरुन् कोही तुइनबाट। अब फेरि स्कुल ड्रेसमा गोली खानु नपरोस् कसैले संसद भवन अगाडि, मेरा तल्ला घरे काका फर्किउन् खाडीबाट। यिनै त हुन् समृद्धि महोदय। आज मौलाइरहेको कुर्सी तन्त्र र सत्ताको लोभले मेरो यो पवित्र भूमिलाई गिद्धले सिनो लुचे झैँ लुसेर दूषित पार्ने सोच पनि नराखोस् कसैले। मेरो सपना त त्यो आदर्श राम राज्यको हो, जहाँ राजाले सर्वप्रिय श्रीमती नै त्याग्नु परोस्, न कि आजका मन्त्री र कर्मचारीले जसरी ज्वाइँ साला र जेठालाई पनि कोटामा राखेर भोटा सिउने काम नगर्नु। मेरो कल्पनाको नेपाल त यस्तो होस् जहाँ मानवताको मात्र सुगन्ध फैलियोस्। सभाध्यक्ष महोदय, अब म सारांशमा यति मात्रै भन्न चाहन्छु कि मेरो सपनाको समुन्नत नेपाल अझै पनि पुस्तौं पुस्ताका सपनामै मात्र सीमित नरहन्। भौतिक समृद्धिसँगै आध्यात्मिक र सांस्कृतिक समुन्नतिमा देश सगरमाथाको उचाइसँगै, सिद्धार्थको त्यागसँगै, पशुपतिको विश्वास र पाथिभराको आस्थासँगै विश्वमा गर्वले फरफराइरहोस् मेरो राष्ट्रपतिका। मेरा साना आँखाहरूले देखेका साझा सपनाहरू, स्वस्थ व्यक्ति, असल परिवार, सुन्दर समाज, समृद्ध राष्ट्र, एकमुष्टमा भन्नुपर्दा समुन्नत नेपाल। हस्त। धेरै धेरै धन्यवाद छ महेश संस्कृत गुरुकुलका छात्र विनय श्री सापकोटालाई आफ्नो ओजपूर्ण
भाषणका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। आजको यो वक्तित्व कला प्रतियोगिता वेद वेदाङ्ग विद्यार्थी परिषदद्वारा आयोजित विशेष कार्यक्रमको सान्त्वना पुरस्कार प्राप्त गर्न बाबु हुनुहुन्छ निशान श्रेष्ठ। त्यस्तै गरी तुल्य अङ्क ल्याएर अर्को सान्त्वना पद प्राप्त गर्न सफल नानी छन् रोशनी लामिछाने। तृतीय स्थान हासिल गर्न सफल ऊर्जावान र संस्कृत अभ्यासी एउटा बटुक अत्यन्तै प्रिय शब्दहरूमा अत्यन्तै प्रेरक ढङ्गले प्रस्तुति दिनुभएको थियो। सायद महेश संस्कृत गुरुकुलमबाट हुनुहुन्छ विनयश्री सापकोटा। बाबुले ल्याएका छन् 84 अङ्क। विनयश्री सापकोटा। धन्यवाद विनयश्री सापकोटा। द्वितीय स्थान प्राप्त गर्न सफल स्मल हेभन मोडल स्कुल की सनिसा गौतम। सर्वोत्कृष्ट वक्ताको रूपमा सर्वोत्कृष्ट भएकी छन् सुषमा ढकाल।